गाइसमा ब्लग्स आज हामी चाहिँ नारायणघाट चाहिँ बिजना भएर चाहिँ हामी चाहिँ अब ल्यापटप लिन जान मेरो लागि अनि यो चाहिँ हाम्रो कोकोनट राख्ने है कोकोनट यो हाम्रो अरूलाई सक्नुहुन्छ एकदम चलपल भइरहेको छ बनिरहेको छ कच्ची ट्रेन बबाल बनेछ यार मामा माइजो अन्त ड्युटीमा छन् होइन ट्याक्क यहाँ गाइस दिस इज हाम्रो अरूलाको रोड फुल बनिरहेको छ झर्को जाक्कै भयो त ल अब हामी हिँडिसक्यौँ हामी अब सिधै नारायणघाट पुगिसकेका छौँ बस्दै खाली छैन अब हामी चाहिँ त्यहाँ पेट्रोल पम्पमा हामीलाई लिन आउँछ है यो हाम्रो नारायणघाटको बाटो हेर्न सक्नुहुन्छ हजुरहरूले बबाल छ है बबाल बुलेट बाइक एक दिन मनिकिन्छ यस्तै कल्चर जापान अस्ट्रेलिया टोकिया दुई पछाडि मस्तातिर होइन केही देखेको छैन यसलाई यतातिर फ्याक्ट्रीको हालत यस्तो हल्ला फेरि के भनियो यस्तो बन्द भएको कागज फ्याक्ट्री हाम्रो नेपालको फाइनली हामी यता नारायणघाटको पुग्न पुगिसकेका छौँ दस बजेतिर ओ फलफुल चोक बस त सब आफ्नो काम गरिरहेका छन् बौवा कस्टमरलाई उडेको यहाँ पुरी फाइनली गाइस हामी त नारायणघाटको के हो यो कता पेट्रोल पम्प यता पुगिसक्यो त्यति झर है मेरो त खुट्टा पनि हलिसक्यो यार खुट्टा हलिसक्यो नारायणघाट दिस इज नारायणघाटको बस बवाल छ आज चलपल झरम दाइहरू चढ्दै हुनुहुन्छ हामी अब झर्दैछौँ यहाँबाट न्यानो कार भाइ चाहिँदैन दाइ हामी सामान हो ए आऊ सुदीप मस्त हामी यहाँ नारायणघाट पुल यो त पारि हामी जाँदैछौँ नारायणघाटमा लास्ट बिजी रहेछ गाडीहरू त यार यतिकै तर्ने हामी गाडी त एकदम रिस्की रहेछ त ल गाह्रो छ त नयाँ कसो यहाँ त गाडी त नन यता जेब्रा क्रसिङ त्यहाँ रहेछ हामी उल्टो गऱ्यौँ कि मेरो त खुट्टै बन्द भयो यार हाम्रो अङ्कल मुद्दै जानु भयो फलासी अङ्कल गाइस हामी यहाँ आइसकेको छौँ अब हामी कुरेको 1 घन्टा भइसक्यो सुदीप र म त्यो मान्छे अझै आएन जाडोले जम्न लागिसक्यो अब हामीलाई अब के भयो भने चाहिँ के गर्नु होला होइन यहाँ हामी कतिवटा गाडी नन पेट्रोल पम्प भर्न आएको छ यार बाबै लास्टै भिड अरे यहाँ बस्छ सुदीप कटर यहाँ राख्ने ठ्याक्क यहाँ होइन जम्मा हुन्थ्यो होला भाडा यसो गरिदिने हामी पनि यसो गरिदिने नि पुग्छ हाम्रो पनि दिनभरिमा त 1500 पुग्छ होला यार गाडी हामीलाई गाडी लिन आइसकेको छ यतातिर यो गाडी हाम्रो है जो जाडोमा दाइले हामीलाई कुरानु भयो नि धेरै बेर 1 घन्टा कति बेर कुर्यो 1 घन्टा ठ्याक्कै 1 घन्टै भयो क्या ठ्याक्कै 1 घन्टा मिठी छ अब होइन सबै चल्छ नि मैले न कसैलाई छुन पनि दिन्न कसैलाई छुन नदिनु एकदम क्लिन छ तिमी ढुक्क दाइ मिलाएर गरौँ है होइन तिमीलाई त्यही त मैले बसमा आएर अब किनभने मैले तिमीलाई अब एकदम उ गरेर है अब तिमीहरू मैले बुझ्दिएर कि मैले नभए हेर म मान्छे एकदम सफा हेर म तिमीलाई मैले आफूले खर्च नगरे म तिमीलाई मजाले घटाइदिन्थेँ हेर अस्ति भर्खर ड्याङ्गै फेरि ओरिजिनल हालिदिएको मैले बहिनीलाई भनेर मैले सस्तो खाले नि थियो 5,500 को ब्याट्री पनि थियो अनि मैले फेरि बहिनीले आफ्नैलाई हो भनेर महँगै हालिदिएँ के त नि भनेर फेरि रेट जान्दा कि जति महँगो हालेँ नि पैसा जाने उयो हो चल्ती रेटमा अनि मैले महँगो हालेँ अन्त धेरै यहाँ बेच्न नि मिलेन मैले फ्रेस ब्याट्री यो नि ल्याइदिएको यो नि पऱ्यो 7-8 हजार फाइनली कारको भित्र कारोबार भइरहेछ हाम्रो मेन रोडमा रोक्दा केही पनि भन्दैन है हजुर हैन यहाँ त भरतपुरमा त यसलाई माथिपट्टि डिस्प्लेको भाग छ माथिलाई वेट नपाएर कति बेला वेट नपाएर ए माथिको डिस्प्ले थ्यांक यू दाइ हजुर मेरो उतै हो के उतै कुन चाहिँ उतै सीजी को सीजी लेख्या नि हजुर भिडियो देख्यौ भिडियो बीआईटी हो भिडियो बीआईटी ठुलै बोर्ड छ ओ त्यहाँ छ त ठुलै बोर्ड छ ओ त्यसकै उतापट्टिको बिल्डिङमा हो हजुर अनि त्यसकै रातो कलरको बिल्डिङ छ नि हजुर त्यही हो के हजुरको अफिस यहाँ त बात गर्मी भयो कि गर्मी हो त्यही त मैले चिसो लगाइदिएँ तातो लगाइदिएँ मजाले फुल तातो थियो अरूको
घरै सम्पिएर झन् आनन्द हुन्थ्यो होइन, म तिमीहरूलाई त्यो गरिदिन्थेँ होइन। म तिम्रो म त अरू छोड न, म तिमीलाई नबोलाइकन म आफै छोड्न आउँछु भन्ने सोचेँ एकचोटि। हजुर त्यो सोचेँ तर फेरि अहिले तिम्रो अलिकति तिमीहरू आधा घन्टा र म पनि मेरो पनि फेरि टाइम ढिलो भयो नि त। तिमीहरूलाई बिचरा 1 घन्टा कुराएँ हेर, अनि त्यो भएर त्यही ढिलो भएको त नत्र हामी त अघि नै घर पुग्थ्यो क्या। यसलाई चाहिँ त्यो मोनिटरपट्टि चाहिँ वेटै नपाएर है, तिम्रो चार्जर छ, चार्जर माथि थिच्यौ अथवा वेट पार्यो भने एकदम केयरफुली लग। किनभने म्याकबुक भनेको तलको भागबाट जति छिटो नि स्क्रिन त पातलो हुन्छ कि यस्तो। तिम्रो हेर न, मोबाइल भन्दा सानो त ल्यापटप छ बन्द गर्दा भनेपछि सोच न। यसको वेट कति होला दाइ? वेट 2 केजी होला। वेट त हेभी हुन्छ नि, 2 केजी माथि होला। किनभने पुरै मेटल हो नि त, एल्युमिनियम हो नि त, पुरै तिम्रो हेभी वाला हो। थ्याङ्क यू दाइ। ल हामी यहाँ धेरै जाडोमा आज जाडो भयो बाहिर त। ल हामी यस्तो कारमा चढेको थियौँ, हाम्रो कार फाइरहरू हो। भर्खर गाडी गयो नि त खाली यार। ल अब हामी चाहिँ फर्किँदा कार्यक्रममा छौँ, फिल्म हेर्दै अगाडि मस्त। चार्ज कति हामी पनि थोरै छ यार। हाम्रो अङ्कलले राख्नुहुन्छ हाम्रो फर्स्ट टाइम अघि हामी मोबाइल बस्दा अस्ति हामी राति भयो एकचोटि त क्या मजा आयो। अब हामी चाहिँ जाँदैछौँ घरतिर गाइस। अब फिल्म हेर्दै कुन फिल्म हो यो? भर्खरैदेखिको रात कि हाम्रो भ्लगमा भन्नु त 24 वर्ष गरे कसैले बताउँदैन हामीलाई। अब हामी यता फिल्म हेर्दै जाँदैछौँ अगाडि मस्त। हाम्रो यहाँ सायद माइपुर गीत सुन्दै अब मस्त अब सुती जानु पर्यो। मेरो त एउटा चल्दैछ जरा नानी जरा। हामी फाइनली अरू खोला झैसक्यौँ। टाउरिङ्गा ओहो टाढो भयो बाहिर त यार, टाढो भयो त बाहिर त। रङ्गल ल्याए मिस्टर अहिले त जाने काममा त भ्लगिङ स्टार्ट भइसक्यो हाम्रो। गाइज हामी ल्यापटप त किनेको के गर्यो होइन, पासवर्ड नै बिर्सेछ दाइलाई। ल ल है अब हामी फोन गर्नु लाग्यो होइन। फाइनली हामी ल्यापटप किनेर पनि आइसकेका छौँ दर्शकबिन। यु क्यान सी द ल्यापटप द फ्रेस कन्डिसनमै छ होइन। यता बत्ती बोलिरहेको होइन।